Hi guys, finally अब होलिडे पनि सकियो 6 विकको होलिडे पनि सकियो प्लस अब साइक्लोन पनि सकियो अब सबै कुरा नर्मल हुँदैछ अब त्यही नर्मल गराउनको लागि यो 6 विकदेखि बसिरहेको गाडीमा चाहिँ एकदमै फोहोरो जमेको रहेछ बाहिर बाहिर त्यसलाई चाहिँ सर एकचोटि सफा गर्नु पर्यो प्लस अब ब्याक टु नर्मल हुनको लागि अब सबै कुरा प्र्याक्टिस गर्नु पर्यो आज गएर कम्पनीबाट गाडी पनि लिएर काममा पनि जान थालिसकेँ प्लस अब अलिकति यो गाडी चम्काएर अलिकति अब सँगसँगै उबर पनि गर्नु छ अब प्लस अफ अब वर्कहरू गर्नु छ गाइज अब ब्याक टु नर्मल हुन पर्यो सो अब मैले चाहिँ यसलाई सुरुमा पानी सट्टा हानेर पानीले हानेर सफा गर्छु अनि त्यसपछि चाहिँ यसमा चाहिँ एकदमै यो दागहरू लागेको छ बाहिर बाहिर अनि त्यो चाहिँ मैले डिटर्जेन्टहरू मिलाएर यसमा बनाएको छु यसमा डिटर्जेन्टहरू मिलाएको छु अनि यसैले सफा गर्नुपर्छ नाइ भने त यो एकदमै कडा छ यो जाँदैन सो आज त्यतिका दिनसम्म लगभग 1.5 महिना जति म नेपालमा बसेँ फ्लेक्सिबल हुन्थ्यो सुत्न फ्लेक्सिबल उठ्न फ्लेक्सिबल अनि आज चाहिँ म बिहान 7:30 बजे काममा जाँदा चाहिँ यस्तो ह्याबिट बिग्रेछ कि गाइज लाइक 7:20 मा म उठेँ मलाई चाहिँ 7:30 मा चाहिँ काममा पुग्नु पर्ने थियो अब अलिकति ढिला भयो अलिकति एक्सक्युजमा आएँ म चाहिँ आज अलिकति डिपमा सुतेछु मेरो टाइमिङ चाहिँ अलिकति नमिलेर भनेर एक्सक्युज मागेँ मेरो म्यानेजरसँग बट अलिकति अब बिस्तारै अब फेरि अब ब्याक टु नर्मल हुनको लागि टाइम त लाग्ने होला अब हेरौँ यसको यो लामो समयसम्म यो बाहिर बस्यो त्यही भएर यो दागहरू पनि एकदमै इजिली गइरहेको छैन क्या सेतो गाडी अब यही हो डिसएडभान्टेज टल्किन त टल्किन्छ तर दागहरू पनि टल्किन्छ अब के गर्नु त्यही हो फाइदा पनि छ बेफाइदा नि छ भन्छन् नि घर बसुन्जेरी घर बसुन्जेरी हरेक दिन गाडी धुनु पर्ने हुन्थ्यो धुलो बाटोको धुलो अनि यहाँ चाहिँ लगभग महिनाको एकचोटि धोए पुग्छ पुग्नलाई यसमा चाहिँ गाडीभित्र अलिअलि भ्याकुम गर्नुपर्छ जस्तो उबर गर्दाखेरि हरेक मान्छेहरू थुप्रै मान्छेहरू आउँछन् अलिकति फोहोरै हुन्छ गाडी 15 दिनमा अथवा 1 महिनामा एकचोटि चाहिँ भ्याकुम प्लस बाहिरको चाहिँ क्लिन गर्नुपर्ने हुन्छ नेपाल छँदा आज उसको घर जाने आज उसको घर जाने आज त्यहाँ घुम्न जाने आज त्यो खान जाने मात्र कुरा हुन्थ्यो भने चाहिँ अब त्यो दिन गयो अब फेरि केही अब 1 वर्ष जति फेरि अब कामको कुरा हुन्छ यता जाँदा पनि काम उता जाँदा पनि काम अनि त्यसपछि फेरि अलिकति राम्रो पैसा बनाएर फेरि जानुपर्ने हुन्छ अनि त्यो काम गर्दा जस्तो वर्कको अलिक इन्भाइरोमेन्ट भयो भने पनि मजा आउँछ थिङ्किङ सबै कुरा राम्रो हुन्छ अनि श्रीमतीलाई चाहिँ भित्र कोठाहरू कपडाहरू मिलाऊ म चाहिँ बाहिरहरू गर्छु भनेर मैले यो थालेको छु होपफुली मैले यो धोएर अनि उता पनि हेर्न सक्नुहुन्छ लास्टै फोहोर छ एकदम साइक्लोनमा अब एकदमै पात पतिङ्गा सबै आएको छन् त्यहाँ पनि सर ब्लोअर लाउनुपर्छ त्यसलाई चाहिँ म गाडीबाट सुरु गरेँ त्यसपछि यति गाडी धोएर भ्याएर सपिङ पनि गर्नु जानु छ सामानहरू एउटा पनि छैन किचनमा बनाउनै पर्ने हिजो र आज चाहिँ आलुको अग्रम बग्रम झोल बनाएर खाइयो जान झेउलाएर आज चाहिँ सपिङ गर्नु पनि जानु छ अनि त्यसपछि भोलिदेखि मिल्यो भने साँझ एउटा काम गरेर आइसकेपछि उबर गर्नु पर्ला अब ब्याक टु नर्मल हेर्नु पर्यो कस्तो कतिको बिजी छ डार्विन कतिको बिजी भएको छ भन्ने कुरा पनि फिल गर्नु पर्यो अनि अरू जस्तो
एउटा कुरा अब मैले पनि अब जस्तो अब डिफ्रेन्स चाहिँ होइन जस्तो यो गाडी भनेको मैले धेरै पैसा कमाएर उस गरेर धेरै एक्सपेन्सिभ गाडीमा चढ्ने सखले चढ्ने गाडी होइन। यो भनेको हामीले थोरै पैसा कमाउनेहरूले ल ठिकठाक नयाँ गाडी चढ्छु भन्ने हो भने एकदमै सस्तोमा यहाँको अस्ट्रेलियाको लगभग 29-30 हजारमा गाडी आउँछ। अनि म नेपाल गएँ अहिलेको 1.5 महिना, त्यसपछि नेपाल गएर यसको प्राइस हेर्छु त म त 75-76 लाख पर्ने रहेछ। जो मैले चढ्ने गाडी हो माई गड कति डिफ्रेन्स। अनि मैले चाहिँ घरको गाडी 40 लाखको हाम्रो इभी किन्नु भएको थियो दाइले। त्यो हेर्दाखेरि चाहिँ मैले भित्रको फिचरहरू कम देखेर यसो बुझ्दै गएको त यो गाडीको जतिको फिचरलाई त 70-80 लाख नै पर्ने रहेछ। सो त्यही भएर नै अलिकति गाह्रो छ नेपालमा चाहिँ अलिकति गाडी चढ्नको लागि राम्रो गाडी चढ्नको लागि चाहिँ एउटा राम्रै पैसा कमाउनु पर्ने हुन्छ। सो यो कुरा चाहिँ मैले अलिकति फरक पाएँ। त्यो माथि छतमा चाहिँ एकदमै नराम्रो अलि गाढा दाग लागेछ। त्यसलाई चाहिँ अलिकति इजिली गइरहेको पनि छैन यो दाग। यसलाई चाहिँ अझै अलि अब बाहिर गएको बेलामा स्पन्ज किन्छु भन्दै पनि किनिएन। आज चाहिँ यस्तोले धुन परिरहेको छ। एकदमै सेतो गाडी टिर्लिक्क देखिन्छ। दागहरू हटाउन गाह्रै हुने। अनि बाहिरबाट हेर्दा चाहिँ जस्तो मान्छे अहिलेको यो साइक्लोनमा मान्छेहरू घाइते भएको मरिएको खबर चाहिँ थाहा पाइएन होइन। तर बाहिर यहीँ डार्बिनको फरक सबबहरूमा चाहिँ एकदमै कुनै सबबमा खासै इफेक्ट पारेको छैन भने चाहिँ कुनै सबबमा चाहिँ राम्रै एकदमै। जस्तो म हिजो काममा डुलेँ होइन। म हिजो पामस्टोन रोजबेरीतिर गएँ अनि बस इन्टरचेन्ज पामस्टोन अनि हुलागी वाङ्गुरीतिर गएको मध्ये चाहिँ वाङ्गुरी चाहिँ एकदमै इफेक्ट भएको रहेछ। त्यहाँ चाहिँ एकदमै धेरै रुखहरू ढलेको छन् पार्कतिरको होइन। पार्कतिरको सपिङ सेन्टरको छेउछेउको वाङ्गुरी सपिङ सेन्टरको वरिपरि जानुभयो भने त तपाईँले होइन एकदमै त्यहाँको पार्कमा पनि धेरै रुखहरू पनि रहेछन्। प्लस ठुल्ठुलो रुखहरू पनि ड्याम बाटोमा सुतिरहेको छन्। त्यो देख्दा चाहिँ यतातिर चाहिँ राम्रै हानेछ भन्ने बुझेँ। धन्न हाम्रो यो रुख चाहिँ एकदम सकुशल छ। प्लस त्यहाँ पछाडि 3 महिना अगाडिसम्म ठुलो रुख थियो 2टा। हाम्रो अनरले चाहिँ काट्यो र सहिलो भयो। केही पनि क्षति चाहिँ केही पनि भएन। एउटा त्यो दुईटा रुख काट्न पनि 25-30 हजारको कोटेसन आएको थियो भन्दै थियो। एकदमै महँगो पर्छ यतातिरको सबै कुराहरू मेन्टेन गर्न। गार्डन मेन्टेन, यो रुखहरू मेन्टेन, सबै कुरा।
अब एकातिरको लगभग ठिकै भयो होइन आजलाई। अब त्यसपछि म अब अर्को साइडतिरको गर्छु। अनि हेर अब एक साइडतिरको बल्ल बल्ल सकियो। अब चाहिँ यतातिरकोलाई हल्का राम्रोसँग फेरि एकचोटि यो सफा गर्नुपर्ने छ। सर एकचोटि पानी त हानिसकेँ, बट अब अझै पनि यसमा दागहरू प्लस यो चराहरूको पुपहरू अलिकति यसमा कटकटिएर बसिरहेको छ। 6 विकसम्म चाहिँ राम्रै तरिकाले कटकटियो। अब यसैलाई अलिकति राम्रोसँग कति सकिन्छ अलिकति टल्काउनु पर्यो। अनि त्यसपछि फेरि हिँड्न थालेपछि त अलिअलि धोइन्छ, पानीले पखाल्छ, त्यतै गरी गरी जान्छ। आजको मौसम बाहिर हेर्दा पनि अहिले यति बेला सायद 5:30-6 बज्यो होला, तर मौसम चाहिँ पानी पर्ने जस्तो छ। माहौल हेर्दा त हुन त यो पानी पर्ने नै सिजन हो डार्बिनमा, यो पानी पर्ने नै सिजन हो। अब यसैमा साइक्लोन आएर साइक्लोन थपेको, तर यो सिजन चाहिँ गर्मी पानी पर्ने, दिनभरि काम गर्दा गर्मी हुन्छ बबाल। अनि अझै झन् आज त झन् हाम्रो अर्को काममा चाहिँ भित्रै काम गर्नुपर्ने थियो। अप्टस नेटवर्कको साइटमा थियो काम अफिसमा, सो खासै गाह्रो भएन। अब भोलि पर्सि अब कता कता बाहिरको काम पर्यो भने पुलिस नेटवर्कको क्यामेराहरू बिग्रिन्छ र पुलिसको पोलहरूमा काम गर्नुपर्ने हुन्छ। एकदमै गाह्रो हुन्छ त्यसमा चाहिँ, गर्मी हुन्छ बबाल। अनि अरू त ठिक हुन्छ, काम चाहिँ रमाइलो हुन्छ। अनि नेटवर्किङ टेक्निसियन प्लस अब टाइम रह्यो भने साँझमा यो गाडी लिएर उबर गर्न गइन्छ, कहिले काहीँ घुम्न गइन्छ। त्यही हो अस्ट्रेलिया बसेपछि प्रायोरिटी कामै हुन्छ, त्यसपछि सेकेन्ड चाहिँ घुम्ने खाने। त्यही हुन्छ अस्ट्रेलियाको लाइफस्टाइल, कि काम गर्यो कि रमाइलो गर्यो बस्यो। नर्मली यतिकै घर बसेर दिन बिता भन्ने चाहिँ भेटिन्न मान्छेहरू। सो तपाईँहरू पनि अब अस्ट्रेलिया आउने सोच्दै हुनुहुन्छ भने चाहिँ बिजी भइन्छ, बवाल बिजी भइन्छ। सो आफ्नो घुम्ने कतै कतैतिर जाने प्लानहरू छ होला। अब नेपालैबाट पनि कतै कतै जाने प्लानहरू चेकलिस्ट लिएर नआउनु, सकाएर जानु। अनि तपाईँहरू नेपालबाट अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने चाहिँ एउटा न एउटा माउन्टेन चढेरै आउनु। यहाँको खैरेहरूले के भन्छ, त एभरेस्ट चढिस् त माउन्टेन चढिस् भनेर सोध्छ। त्यति बेला चाहिँ म त्यही भएर नै हो अहिलेको म यो होलिडेमा चाहिँ एबिसी गएर आएको। त्यही गर्न कि ठ्याक्कै तैँले मान्छेहरूले सोध्छ एभरेस्ट चढिस्, होइन एभरेस्ट भन्दा अर्को अन्नपूर्ण चाहिँ चढेर आएँ, टेकेर आएँ भन्नको लागि। त्यही भएर इफ यु वान कम टु अस्ट्रेलिया एउटा माउन्टेन चढेर आउनु। यो चाहिँ अघि नैदेखि घोटिरहेको, अझै गइरहेको छैन। डर थियो, मन डराइरहेको थियो भर्खर लगभग 2 महिना चलाएँ। नयाँ सोरुमबाट किनेर यो गाडीमा 2 महिना चलाएँ। अनि त्यसपछि छोडेर गएँ नि त नेपाल। त्यति बेला चाहिँ मनाइ अब नयाँ गाडी किनेको यत्तरी छोडेर जानुपर्ने हो भन्ने फिल आइरहन्थ्यो नि त, आउँछ नि त जसको नि मनमा। फाइनल्ली साथीहरूले चाहिँ राम्रैसँग राखेर राम्रै सेफ छ, केही पनि भएको छैन। नर्मल धुवाधुलो त अलिअलि त लगाइहाल्छ नि जता नि।
अब बाहिरबाट सर सफा भयो। अब चाहिँ म गाडीलाई बाहिरलाई पार्क गर्छु अनि त्यसपछि चाहिँ मैले त्यो अगाडि पनि एकदमै फोहोर के अरे पात पतिङ्गर धुलोहरू एकदमै छ त्यो बाटो अगाडि यो हाम्रो यार्डमा, त्यसलाई पनि सफा गर्नुपर्ने छ। अनि त्यतिन्चरी फेरि यत्रो बेर धोएको गाडी धुलो हुन्छ भनेर म चाहिँ यसलाई बाहिर स्ट्रिटमा लगेर राख्छु। त्यसपछि चाहिँ आएर अगाडि सफा गर्नुपर्ने छ। सो अहिले चाहिँ म यसलाई बाहिर लगेर राखेर आउँछु। हाम्रो गाडी पार्किङ गर्ने ग्यारेज प्लस अब भित्र जाने हाम्रो यो हो होइन, यसमा चाहिँ एकदमै पात पतिङ्गरहरू एकदमै फोहोर छ है। स्विमिङ पुल पनि अब फोहोर थियो, अब जस त्यसलाई चाहिँ अब त्यही मेसिन मोटर आफै चलिरहेको छ। यो चाहिँ सर एकचोटि सफा गर्नुपर्ने छ। मैले चाहिँ ब्लोअर लिएर आएर सर एकचोटि ब्लोअर लगाउँछु अनि त्यसपछि यो पनि सफा हुन्छ होला। त्यसपछि वी आर गुड टु पार, गुड टु इन्जोय, गुड टु अब नर्मल साइक्लोन सकियो, काम सकियो, अब सबै कुरालाई नर्मल गराउनु पर्यो नि त। यो चाहिँ ब्याट्री अपरेटेड ब्लोअर हो। यसमा चाहिँ हाम्रो यो 14 भोल्टको यो ब्याट्री लाग्छ अनि त्यसपछि चाहिँ यसले यसरी यस्तो गऱ्यो भने हावा दिएर चाहिँ सबै कुरा हामीले उडाउन सकिन्छ। यसो म देखाउँछु। हल्का जुत्ता चप्पलहरूलाई साइडमा राखिदिउँ अनि यसलाई यसरी गऱ्यो भने एकदम राम्रै फोर्सले चाहिँ लाइट कुराहरू चाहिँ उडाइदिन्छ, बाहिर जान्छ। चलाउनलाई पनि त्यस्तो दुःख छैन, यो राम्रै छ, ठिकै छ, सजिलै छ। पहिला मैले यताबाट देखाउँछु है त। यसलाई चाहिँ मैले यतातिरको पार्टलाई चाहिँ म यतैतिरकै गार्डनमा उडाइदिन्छु। यो फ्लावर उता अगाडि लान अलिक झेउै छ, गाह्रै छ। यसलाई यतैतिर उडाइदियो भने सजिलो पनि हुन्छ।
यता चाहिँ लगभग सकियो। अब यो पानी पर्ने सिजन नै हो, पानी चाहिँ परिरहेको छ, त्यही भएर धेरै क्लियरली त गराउन सकिनँ, बट अल गुड। सो फार लगभग यो स्विमिङ पुलको त हामीसँग रोबोट छ, उतै रोबोटैबाट हामीले सफा गरिन्छ, अटोमेटिक चल्छ। अनि प्लस यो माथि माथिको झार दुबो सुबोहरूलाई चाहिँ मैले सर यो ब्लर लगाइदिएँ भने उड्छ अहिलेलाई। अनि जे होस् राम्रो राम्रो हुन्छ। अब झारै झार भएको छ अहिले। अब फेरि एउटा कुरा फेरि अब यताबाट हावा लाग्छ कि फेरि यसमा चाहिँ अब अहिले अब बेलुका भयो, अब यता अपोजिट डिरेक्सनबाट हावा लगाएर चाहिँ यहाँ मलाई गाह्रो हुनसक्छ यो। राम्रै छ, राम्रै तरिकाले आइरह। यत्रो धेरै ठुलो फोहोरो भइसक्यो। अब यत्तिको सफा गरियो भने चाहिँ त्यो सफा गरेर बसेको भन्नु हुन्छ। हामी हो सही हो, सही हो। सोफा गुड, राम्रै देखिरहेको छ, राम्रै देखिरहेको छ। त्यसमा हाम्रो पुल घाँस पनि बढेर ठुल्ठुलो भएको छ। मिल्यो भने आज काट्छु, होइन भने यसलाई भोलि काट्न सकिन्छ। नै भने अब यता चाहिँ जे होस् अलिकति बेटर नै देखियो। अब मान्छे आइन्छ, बसिन्छ, साथीभाइहरू बोलाइन्छ, बार्बिक्यू हुन्छ, रमाइलो हुन्छ। हेर्नु त यो बबाल बबाल धुलाम्मै भयो क्या, बबाल धुलाम्मै भयो। तिम्रो गाडी चलाउनु मन लाग्यो मलाई, भाइको यार, भाइको गाडी चलाउनु मन लाग्यो मलाई। कस्तो छ, घिउ छ। अहिले चाहिँ हाम्रो भाइले एकदम राम्रो गाडी किनेको छन्, सानो पुच्चे माज्दा 2 2015 को म्यानुअल गाडी किनेको छन्। त्यस म्यानुअल चलाउने मान्छेहरू कमै हुन्छन् यहाँ।
अहिलेसम्म लगभग सफा गरियो घर। ब्लोअरको काम नि सकियो। अब मेन काम चाहिँ अब अर्को चाहिँ अब घाँस ठुलो भएर यत्रो भएको छ होइन बारीमा। अब यता पनि तपाईँको यो घाँस बारीमा ठुलो ठुलो भयो भने चाहिँ राम्रो मानिँदैन। अब नेपालतिर भए राम्रो देखिन्छ, भैँसीले खान्छ भनेर पालेको भन्ने हुन्छ। यहाँ चाहिँ मान्छेहरूले आफ्नो बारीको वास्ता नगरेको, केही ख्याल नगरेको भन्ने बुझिन्छ। सो अब यो घाँस पनि काट्नुपर्ने छ। मैले चाहिँ यदि त्यहाँ रहेको चाहिँ त्यो मेसिनबाट यदि त्यो राम्रोसँग चल्छ भने चाहिँ म यो घाँस पनि काट्छु आज किनभने फेरि यस्तै समयमा तैँले घाँस नि काटेनस् के नि गरेनस् भन्छ होइन हाम्रो ओनरले। अहिले चाहिँ म मेरो फुर्सदको टाइम मिलाएर सबै कुरा गर्छु। हेरौँ अब यो स्टार्ट हुन्छ कि हुँदैन होइन। लामो समय लगभग 2 महिना जति यो चलाइएन। सो हेरौँ अब। यसलाई यो प्रेस गरेर ल गुड लकी है। यसले यो काम गर्यो, चल्यो। अब चाहिँ यसलाई मस्त तरिकाले सरी फेरि ल चल्यो है, राम्रै तरिकाले चल्यो। अब चाहिँ यसको म गियर मिलाउँछु। सुरुमा यो अलिकति माथि नै गरौँ किनभने ठुलो घाँस छ। गियर चाहिँ हाई नै काटौँ, लोमा चाहिँ पछि गरौँ ल। अहिले चाहिँ मस्त तरिकाले हिँडालौँ। यसरी हिँड्ने हो, यसले आफै काट्दै काट्दै जान्छ। एकदम सजिलो छ मेसिन। ट्र्याक्टर चाहिँ हाते ट्र्याक्टर चाहिँ मजाले काट्छ सबै कुराहरू। अहिले चाहिँ मैले यसलाई हाई गियरमा राखेको छु किनभने सानो गियर गयो भने अलिकति ठुलो घाँस छ र मतलब माथिबाट काट्ने मैले बनाएको छु। माथिबाट काट्छ अनि अब ठ्याक्कै जोते जस्तै हो क्या। नेपालमा गोरु हुन्थ्यो भने यहाँ गोरु हुन्न, यहाँ यो ट्र्याक्टर हो। त्यसरी जोत्ने, घाँस काट्छ मजाले। अनि अब यताको ठुलो झाडी छ, सबै काट्छ मजाले काट्छ। जसरी ट्र्याक्टरले जोत्दा अथवा हलोले जोत्दा आफ्नो मेलो नबिराइकन हिँड्ने हो, त्यसरी नै यसमा मेलो नबिगारिकन हिँड्ने हो। प्लस अलिकति दुःख भयो भने उचालिदिनु पर्छ नि, जसरी हलो फाली उचालिदिनु पर्छ। यसलाई पनि त्यसरी नै हल्का दुःख भयो भने मेसिनलाई हल्का उचालिदिनु पर्छ, सजिलो हुन्छ अनि मजाले काट्छ। त्यो चाहिँ फर्स्ट लट काटिदिँदैछु मैले। यसलाई चाहिँ किनभने यसले चाहिँ ठुलो काट्दैछ, त्यही भएर हल्का यसलाई लोड मेसिनमा अलि बढी लोड परे जस्तो छ। यसलाई मैले फेरि पनि स्टार्ट गर्नुपर्ने हुन्छ। सो अहिले यो बन्द भयो, फेरि एकचोटि स्टार्ट गर्नु है त। पेट्रोल नै सकिन्छ यसको, फ्युल पनि भरेको होइन। यो चाहिँ पेट्रोल अपरेटेड हो। अब मैले अस्ति नै लिएर आएको थिएँ, लिएर आउनलाई अलिकति फ्युल चेक गर्छु है त। यहाँ ग्यारेजमा फ्युल छ भने चाहिँ छैन, फ्युल चाहिँ सकिए रहेछ। सो आजको काम नहोला जस्तो छ। यो मेसिन चाहिँ पेट्रोल सकिएर चाहिँ मेसिन रोकियो। सो यो काट्ने काम चाहिँ अधुरो भयो। फेरि पछि कुनै दिन फेरि काम बिजी भएको दिन घरबेटीले फोन गरेर घाँस त्यत्रो भयो काट्न परेन भन्छ। सो फ्युल स्टेसन नजिकै छ, ग्यालन पनि रहेछ। म गएर पेट्रोल लिएर आएर अलिकति पेट्रोल हाल्यो भने यो 10-15 मिनटमा यसले काट्छ र सहिलो पनि हुन्छ। फुर्सदमा काट्यो भने सहिलो पनि हुन्छ।
अनि प्लस म चाहिँ 2 मिनट 5 मिनटमा चाहिँ गएर आएर पेट्रोल लिएर आएर फेरि मैले अरू भिडियो चाहिँ देखाउँछु। ल ड्राइभ गरेको 2 मिनट पनि लागेन, हामी फ्युल स्टेसन आएँ। अनि यहाँबाट चाहिँ मैले गेलन लगेर फ्युल भर्छु। अनि त्यसपछि यहाँ चाहिँ अब प्रायः जस्तो सुकै बोतलमा पनि पाइन्न होइन, स्पेसिफिक तोकेकै बोतलमा लिनुपर्छ हामीले फ्युल लिँदाखेरि होइन। यो चाहिँ तिनीहरूले तोकेकै बोतलहरू हुन् सेफ्टीको हिसाबले। अब यसबाट मैले चाहिँ अलिकति थोरै लिन्छु, लगभग $10 जतिको। $10 जतिको लिएँ भने चाहिँ अलि समय लाने पुग्छ त्यसबाट। सो ल 5.48 लिटर आयो, अब त $10 को भयो। अनि यहाँ मैले भरेँ। अब मैले यो गाडीमा राख्छु अनि अगाडि चाहिँ गएर चाहिँ त्यहाँ गएर म पे गरेर आउँछु है त। म चाहिँ यो यहाँ राख्छु अनि अगाडि गएर पे गरेर आउँछु। फाइनली मैले पेट्रोल लिएर आएँ। धेरै पर थिएन, त्यही नै थियो होइन। सो मैले पेट्रोल लिएर आएँ। अब चाहिँ यसमा पेट्रोल राखेपछि खै टाइट गर्ने भनेको धेरै नै टाइट भएछ क्या। ओ या गुड। अनि यसमा चाहिँ यो पेट्रोल खनाउने उस पनि छ। यो पेट्रोल खनाउने सोली पनि छ। सायद सोली नै भन्ने हो कि योभन्दा त यति ठुलो छ कि नै छनलाई, तर होइन, यसलाई सोली भन्नु मिल्दैन। सोली अर्को होला भित्र छैन भने पनि केही छैन, अल गुड। हामी नेपालीहरूलाई यतिको लागि सोली चाहिँदैन, यतिकै नै हामीले राख्न सकिन्छ। सो मैले पेट्रोल खनाएँ। कति लिटर जान्छ यसमा? लगभग म 5 लिटर राखेको छु। 5 लिटर त जाँदैन होला, 2-3 लिटरको ट्याङ्की होला। ल पर्यो, यति बच्यो भने फेरिलाई पनि हुन्छ। प्लस हाम्रो स्टकमा पेट्रोल छ है भन्दा पनि भइहाल्छ नि त। अनि फाइनल्ली अब फेरि मोटर स्टार्ट हुन्छ। मोटर अब स्टार्ट हुन्छ। 1 2 सजिलै भएन त स्टार्ट त। आउ यसलाई चोक तानेर गरौँ त। ल चोकलाई ठिक्क बिचमा गरेर गरौँ त। ल फाइनल्ली धेरै युज भइसके चाहिँ भयो। अब चाहिँ मस्त तरिकाले हिँड्ने हो, केही गर्नु पर्दैन। आफ्नो मेलो नबिराइकन हिँड्ने हो। हिँडेपछि मजाले काट्छ अनि अरू केही पनि गर्नु पर्दैन, बस मेलो नबिराइकन हिँडे हुन्छ। अघि नै के मेलोमा हिँड्छु म। सुरुमा अघि नै भनेको अनुसार चाहिँ मैले अलि लामो बनाएको छु। अब चाहिँ सर्दा एकचोटि जान्छु। हेरौँ है त कस्तो हुन्छ यसमा। अनि त्यहाँबाट मैले चाहिँ यो अहिले डाउन गियर गरेको छु होइन। अब चाहिँ अहिले मसिनो पार्छ होला, छुट्टै पार्छ। अब मेसिनलाई चाहिँ हल्का गाह्रो चाहिँ हुन्छ होइन, बट छुट्टै बनाइदिन्छ।
हल्का ठुलो चाहिँ गराइदिन्छ है, अलि धेरै प्रेसर हुन्छ मेसिनलाई। अरू कुरा आयो, अरू पातहरू आयो भने चाहिँ सकेसम्म बाहिर फालिदिनु। अनि मजाले काट्छ। सुरुमा सम्झिन्छु मैले पनि बच्चामा दाइले बाबाले जोत्नुहुन्थ्यो, त्यस्तै मेलो लाएर जोत्नुहुन्थ्यो। आउने बेलामा एकातिरबाट आउने र जाने बेलामा अर्को राउन्ड लगाएर उताको पेरिमिटर बढ्दै जान्थ्यो, यताको घट्दै जान्थ्यो। अनि त्यही प्रिन्सिपल अनुसार नै मैले अहिले काटिरहेको छु। अब हेरौँ। आफ्नो काम हो, काम सकाइदिएपछि सबै कुरा ठिक हुन्छ नि त। हामीलाई यो अनरले पनि हामीलाई एकदमै हेल्प गरेको छ क्या। हामीलाई त्यही भएर चाहिँ हामीले पनि एकदमै उसको घरलाई एकदमै राम्रो मेन्टेन गरिदिन मन लाग्छ होइन। किनभने यो पुलहरूमा पनि त्यसले धेरै खर्च हुन्छ, त्यसले आफै गराइदिन्छ। घरमा केही चाहियो, हाम्रो टिभी बिग्रियो, हामीलाई ठुलो टिभी ल्याइदिएन, हामीलाई यस्तो गर्छौँ है भन्ने यो भने उसले ल्याइदिइहाल्छ होइन। फ्रिज फ्रिज एउटा थियो पुगेन, त्यही अर्को ल्याइदियो भने ल्याइदियो होइन। अनि एकदमै हेल्पफुल छ अनर होइन। त्यही भएर हामी पनि आफ्नै सम्झेर आफ्नो घर जस्तो सम्झेर नै बसिरहेको छौँ। त्यही भएर सहिलो हुन्छ। अनि प्लस आफ्नो कामहरू चाहिँ अब अस्ट्रेलियामा चाहिँ फ्री टाइम मिल्यो भने तपाईँ बरु आफू बसेको घरहरूको मेन्टेन गरिदिनुहोस्, घर सरसफाइ गरिदिनुहोस्, एकदमै राम्रो मान्छन् क्या। त्यो सबैले सबैले राम्रो मान्छन्। अरू बेला त कामै हुन्छ, सकिँदैन होइन। म आएदेखि हरेक दिन मलाई फोन गरिरहेको छ क्या त्यसले, लाइक बसन्त तैँले एउटा हेल्प गरिदिनु सक्छस्, हेल्प गरिदिनु सक्छस् भन्दै। तर मैले अलिकति अब म आएकै दिन ल्यान्डिङ 2 बजे थियो भने अब 7:30 बजे अफिसमा पुगेँ, अफिसमा पुगेर काम गर्न थालिसकेँ होइन। सो अब काम गर्नुपर्ने हुन्छ, कामको टाइममा हेल्प गर्न भ्याइन्न। फ्री हुनुहुन्छ भने घर मेन्टेन गरेर बस्नुहोस्, राम्रोसँग बस्नुहोस्, एकदमै सबैलाई विन विन सिचुएसनै हुन्छ क्या। अनि पछि रेन्टमा अनि फेरि रेन्ट बढाउने घटाउनेमा चाहिँ मान्छेहरूले एकदमै राम्रो हेरिदिन्छन् क्या अनरहरूले। त्यही भएर हाम्रो पनि सबै कुरामा फ्लेक्जिबल छ, हामी पनि फ्लेक्जिबल छौँ, ऊ पनि फ्लेक्जिबल छ। सिचुएसन विन विन नै छ क्या सबैको। सो अब चाहिँ म यताबाट जान्छु, उताबाट काट्दै हिँड्यो, अलिकति यता घाँस सुत्यो। त्यही भएर अब यसरी चाहिँ गएर चाहिँ सबै काट्छ। मजाले यस्तै लाने, अगाडि अलिकति रह्यो भने चाहिँ अनि पछाडि घुमाइदिने यसरी मस्त मगन। क्लियर भएन? क्लियर भयो। ल
अनि अब चाहिँ यसलाई अझै राम्रोसँग काट्नु पर्ने हुन्छ। अनि चाहिँ यसलाई लाइट अन गरेपछि अझै राम्रोसँग देखिएला गाइज। स्वयं हिँड्यो भने पनि बिस्तारैसँग हिँड्यो भने राम्रोसँग काट्छ। आत्तियो भने फेरि काट्दैन। मैले चाहिँ त्यसलाई फाल्न खोजेको थिएँ कि माथि थियो, त्यही भएर त्यो ठाउँलाई युज गर्न सक्यो भने हामीले होइन एकदमै राम्रो हुन्छ। पछाडिको यार्डहरू उता छ, जिम गर्ने सामानहरू छ, टिटी बल छ, सबै के भयो? ए अब यो पनि हो, त्यो भ्याइ हो। अब भोलि चाहिँ अब योहरू यिनी फेन्सहरूको पनि झाल काट्नुपर्ने हुन्छ हामीले होइन। त्यो चाहिँ अब आज रात पनि परिसक्यो। अब त्यसलाई चाहिँ अब भोलि हामीले गरिन्छ होला। अब साथीहरू पनि आउँछन् भोलि अनि गरिन्छ होला। आज चाहिँ यति भयो। अब एकचोटि अल द वे तलबाट एकचोटि काट्छु। यो घाँस कतिको मसिनो हुन्छ अनि हुन्छ यो चाहिँ मसिनो, सबैभन्दा मसिनो गराएर काट्दैछु। त्यसले चाहिँ एकदम छुट्टै बनाइदिन्छ। यति गऱ्यो भने चाहिँ अब भयो। मच्छरले नि एकदमै टोक्नु थाल्यो। अब चाहिँ बाहिर बस्न सकिन्न। अब चाहिँ बबाल मच्छरले बबाल टोक्नु थालिसक्यो। प्लस अब यो ल अब चाहिँ एकदमै धुलो पिठो भयो यो। अब अलि समय अब आउँदैन यो। सो हल्का माथि गर्छु अब मैले यसलाई। अनि अब यसलाई चाहिँ मैले यहीँ राखिदिन्छु। यो बन्द गर्नलाई चाहिँ यहाँ तपाईँको साइडको बटन छ, लामो त्यसरी चापिदियो भने चाहिँ बन्द हुन्छ। सक्यो। अनि अघि नै देखिएको त्यो घना घाँस चाहिँ सबै काटेर चाहिँ ठुटो भयो। अब अझै जबहरू त छ होइन, यो फेन्सको यो घाँस झालहरू काट्नुपर्ने हुन्छ। तर यो चाहिँ अब भोलि काटिन्छ, आज छैन। अनि अब पुल पनि सफा हुँदैछ। अब गाडी पनि धोएर आइसकेको ठाउँमा।
अब लगभग अब अलमोस्ट रेडी नै छ सबै कुराहरू। अब मैले यसलाई ब्याक टु आफ्नो ठाउँमा राखिदिन्छु यसलाई। त्यसपछि हाम्रो काम आजलाई सकिन्छ। अगाडि गाडी गाडी प्लस अगाडिको त सफाको त गरेँ होइन, तर यहाँ चाहिँ मेरो जिम सेक्सन चाहिँ अलिकति यहाँ रेनोभेट भएको कारणले प्लस साइक्लोनको कारणले सामानहरू तितर बितर भएको छन्। अब यसलाई चाहिँ आज मिलाउन सकिएन होइन। आज अलिकति अँध्यारो पनि भयो, यता लाइट पनि यता बाहिर राखेको छैन। प्लस यसलाई चाहिँ अब भोलि कति बेला हुन्छ यति बेला टाइम निकालेर चाहिँ मैले यसलाई फेरि सबै कुरा म्यानेज गर्छु। पातलिङ सफा गर्ने प्लस यताको सबै कुरा मिलाएर चाहिँ अब यहाँ अब जिम पनि अब रेगुलर गर्ने माहौल मिलाउनु पर्यो।